हेलो वेलकम ब्याक टु माई अनदर ब्लग। हामीहरूको चाहिँ यो कस्तो हुन्छ भने आज चाहिँ हामी शनिबार स्याटरडे चाहिँ हरेक दिन चाहिँ ब्लगहरू बनाउँछौँ होइन। ब्लग भयो अनि त्यसपछि के भन्छ सर्ट भिडियोहरू बनाउँछौँ होइन। शनिबार आइतबारलाई सदुपयोग गर्न खोजेको र हामी कसरी ब्लग बनाउँछौँ त र कसरी हामी सर्ट भिडियो बनाउँछौँ त रमाइलो एन्ड इन्जोय गरेर है म तपाईँलाई चाहिँ देखाउनेछु र है। मेरो चाहिँ एउटा टेक सिधिसक्यो होइन। मेरो एउटा टेक सिधिसक्यो, उहाँ चाहिँ अर्को टेक दिइराख्नु तर धेरै टेक खाइराख्नु भएको छ क्या होइन। धेरै टेक खाइरहेको छ। यहाँ चाहिँ डाइरेक्टरजी उहाँ चाहिँ अलिक कराउनुहुन्छ फेरि होइन। साँच्चै म त राम्रै कलाकार पो भएछु क्या हो डाइरेक्टर। ल ल ल स्टार्ट है। ल ल रेडी टेक है। टेक नखानु नि फेरि अब यो कति टेक अहिले चाहिँ मिल्यो, अहिले चाहिँ मिल्यो है, अहिले चाहिँ मिल्यो। अब गाइज मेरो टेक आउँछ है। अब मेरो टेक आउँछ मेरो पर्फर्मेन्स। अब गाइज मेरो टेक आयो म त एक राउन्डमा जित्सक्छु है। ओके एक राउन्डमा साँच्चै म त एक राउन्डमा सक्छु। ल बिहाइन्ड द सिन है गाइज। त्यही सेम पोजिसनमा यसरी नै कति वर्ष भयो खानु 20 किलो बढी भएछ। अलि धेरै नजिक भयो, हल्का टाढा मलाई खाने त न हल्का टाढा होइन होइन मेरो एकदम पर्फर्मेन्स भइरहेको छ क्या, दामी पर्फर्मेन्स भइरहेको छ। हल्का नजिक है। तपाईको नभन्नु ल रेडी खै अब अझ एक टेक लगाउनु नि त अझ। एक टेक लगाउनु। बडी एक्टिङ भयो क्या। ल रेडी तिमी कति वर्ष भयो रेखा? मैले हैन 20 भन्दा खायो टेक खायो टेक। 20 कसरी भयो? त्यो हिरोनी खाट्नुपर्छ गाइज। भएन बर्थडे खायो क्या, बर्थडे खाएको म त मान्दिनँ नि। भयो हिरोनी साट्नु पऱ्यो क्या है। ल मेरो गाइज मेरो चाहिँ ओके भयो होइन। कति टेक खायो? मैले त टेक खाएको छु, टेक त तिमीले खान्छौ है। या अहिले टेक खानु हैन? बढी टेक खान्छ। म त गाइज यस्तो भन्दा म त हिरोइन साट्छु। डाइरेक्टर साहब हिरोइन साट्नु पर्दा नि है। म त फेरि डाइरेक्टरको फेरि सन्किन्छ, डाइरेक्टर पाएको जुमेर साटिदिनु सक्छ फेरि। गाइज अब मेरो है मेरो टेक आएको छ है। मैले चाहिँ फर्स्ट ट्याकमा मैले कतिचोटि मैले फर्स्ट राउन्डमै सक्दिएको छु। अब कति टेकमा हुन्छ तपाईँहरू हेर्नुहोस् है गाइज। ल अब तपाईँ मेरो पर्फर्मेन्स हेर्नु। म 15% रहेछु। ओके कस्तो लाग्यो आजको ब्लग हो? अनि यसै शनिबार आइतबार चाहिँ ब्लग बनाउनु पऱ्यो क्या। धेरै गाइड धेरै पछि अब टेक खानु पर्यो। तिमीले चाहिँ तिमी धेरै तिमी बढी इन्टेक खान्छ क्या। मलाई यस्तो साह्रै भन्नु पर्दैन नि फेरि बढी इन्टेक खान्छ। कसो डाक्टर साहब अब चाहिँ यसलाई नेपालीमा है। उहाँ चाहिँ हाम्रो भोलेनाथ शिवशङ्करजी हुनुहुन्छ है। उहाँ पनि हाम्रो पर्फर्मेन्स हेर्दै हुनुहुन्छ, खुसी हुनुहुन्छ होला जे होस् होइन। अर्को भिडियोमा अब तपाईले जय भोलेनाथ। तपाईले दाइ भन्छ।